वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी झरना र म भएर होलेरी घुम्न आछौँ। अनि होलेरी किन आएको भन्दाखेरि होइन, हामीलाई पहाडको हावा खान मन लागेर हो। लालीगुराँस हेर्न मन लागेर त गर्मी चढिरहेछ नि त घोराइतिर, त्यही भएर यहाँ अहिले चाहिँ हामी ठ्याक्कै माथि होलेरी बजारसम्म पुगेर त्यहाँबाट फिर्ता भएर अब घरतिर जानला हो। अनि त्यही बेला भोक लाग्यो, त्यही भएर यसो खाजा खाम भनेर हामी चाहिँ होलेरी जङ्गल रिसोर्टमा आएको छौँ। हेरौँ होलेरी जङ्गल रिसोर्टमा के पाइन्छ देखाउँदै देखाउँछौँ गाइस तपाईँहरूलाई। हजुर दुई प्लेट बनाइदिनु नि, भ्यू हेर्न सक्नुहुन्छ गाइसहरू। त्यो चाहिँ यहाँ चाहिँ कति राम्रो फुल होलेरी जङ्गल रिसोर्ट रोल्पा। मैले तपाईँको पनि भिडियो गरेर आएको छु। म त लेखेको होला भनेको नलेखेको रहेछ गाइसहरू होइन। हजुर त्यही पनि ठिकै छ, यसले बेसी शान्ति भन्ने त चलाउँछ नि त। यहाँ देख्न सक्नुहुन्छ। एउटै चाहिँ हामीले के भन्छौँ भनेपछि खाम भाषाबाट नाङ्ली भन्छौँ। नाङ्ली यो देखा राम्रोसँग यता मलाई भन्दा पनि यसलाई नाङ्ली भन्छ होइन। नेपालीबाट सुपो नाङ्लो भन्छ। अनि यसलाई चाहिँ ढकिया हो र कोर्का के भन्छ थाहा भएन। त्यो चाहिँ के हो अब थाहा छैन। यो सुपो नै भइहाल्यो, यो पनि ढकिया नै भइहाल्यो। यसमा चाहिँ काफल टिप्नुहुन्छ गाइस। अनि काफल चाहिँ यहाँ वरिपरि अलि नपाइँदो रहेछ क्या हो। हामी चाहिँ खासमा जान खोजिरहेको थियो। यो डोको हो, तपाईँहरूले थाहा पाइहाल्नुहुन्छ। त्यही खासै केही पनि छैन, त्यही रहेछ। यसो म चाहिँ यहाँ बस्छु ल दिन्छु होइन। घाँसहरू छ, त्यही हो, बस्नको लागि ठाउँहरू पनि छ। ल आइदियो त यसरी हेलो हेलो नाम पनि देखाइदिनु पऱ्यो होइन। वेलकम छ पर्दी पानीको युट्युब च्यानलमा। हामी चाहिँ यो रुन्डीगढी गाउँपालिका देखिरह लौ फाइनली अब हामी होलेरी बजार आइपुग्यो साथीहरू। खै त काफल त थाहा भएन। अनि यो गाडी अघि हामी जाने बेला पनि यही थियो, अहिले पनि यहीँको छ, यहीँको यही छ होइन। हामी आउने बेला पहिले त्यो बाटोबाट गएको थियौँ भने अहिले हामी यताको बाटोबाट गइरहेको छौँ। यो भनेको चाहिँ सर्वडाली जाने बाटो। हिरा दाइको गाडी, हिरा दाइ हुनुहुन्छ। के खाने हो उठे अगाडि गएर खाए पनि त। त्यो के अरे जङ्गल रिसोर्ट भनेको त त्यहाँ पनि खाजा पाइन्छ होला है। बनाइसक्यौँ। मैले फेरि मेरो झोला छोड्न माने छैन रे। मोमोज देखिन क्या हो। यहाँ सुप पनि पाइँदो रहेछ गाइस होइन। चिसो मौसममा एकदम बेस्ट हुन्छ। देखिँदो रहेछ बल्ल।
उहाँले निकाल्नु भयो नि त त्यसरी नै त्यसरी निकाल्दैनन् है मैले यसरी निकाल्नुपर्छ यो चाहिँ यो प्लास्टिक चाहिँ यही होस् कि यो छुँदै खेरी राख्नलाई पनि झ्याउ हुन्छ नि त त्यही भएर ल म सुरुमा पानी खान्छु ल पाइप फुटेको रहेछ फ्रिजमा राखेको हो के हो नाइ फ्रिजमा मेरो पनि फुटेको थियो फ्रिजमा राखे हो र यो पानी हैन नर्मल पनि कति चिसो पानी माइ गॉड ल खाइमै गाइज मलाई चाहिँ सुप एकदम मनपर्छ धन्न पानी चिया सुप मिठो छ छेकिस त मिठो छ जर्नालाई मन परेको गाइस मोमो तर पिठो चाहिँ मिठो छ बिहान चाहिँ 11:30 बजे आएको थियो अनि होलेर आइपुग्दाखेरि चाहिँ ठ्याक्कै 1 घन्टा आधी घन्टा आधी घन्टा अलि बढी नै लाग्यो 1 घन्टा आधी नै होइन 1 घन्टा आधी नै हो 1 घन्टा आधीमा आइपुग्यो होइन बेला त राम्रोसँग आयो नेपाली पाउडर लगाइन जाने बेला नेपाली पाउडर लगाउने हुन्छ कि खान्छ नि खाएन अब गाडीहरू गाडीको चाप कतिको हुन्छ त्यसमा भर पर्छ यो बेला चाहिँ ठ्याक्कै रोल्पा रुकुमतिरबाट आउने गाडीहरू हुन्छ त्यही भएर ढुक्क हुन सक्छ हामी देखाउँदै जान्छौँ बिहान चाहिँ यसले ढिलो गरे यसले यस्तो ढिलो गरेको अनि मैले गाली गरेर मुड अफ भएको थियो गाली गर्दा त्यही भएर भिडियो बनाएनौँ बेला भन्दा जाने बेला गरेको ठिकै हो मैले पातलो कपडा लगाइरहेको थिएँ चिसोमा लाउने अनि गर्मीमा लाउने चाहिँ पुरै चिसो हानिरहेछ हावाले फेरि अलिकति मात्रै हो अलिकति तल झरेपछि फेरि गर्मी हुन सुरु गरिहाल्छ खाएँ दुइटा मात्र सक्दिनँ दिदीले चाहिँ मोमो खान नसकेर मलाई दिदीहरू हुन्छ होइन म चाहिँ मोमो लभर पऱ्यो दिदी चाहिँ सुप लभर त्यो मैले चाहिँ दिदीको मोमो खाँदैछु फेरि हामी फटाफट अब जान्छौँ आफ्नो ज्याकेट लगाउने प्रोसेसमा छौँ सब धुलो हुन्छ फोहोर हुन्छ त्यही गरी बाट बाहिर निस्किसक्यो हामी खाजा
बारेमा के रे हामी लालीगुराँस हेर्न आएको तर हेर्नुहोस् गाइस लालीगुराँस चाहिँ छैन ठाउँ ठाउँमा अलिअलि गुराँस भन्दा रुखमा धेरै राम्रो छोएको छ तर सबै साथीहरूले टिपिसक्नु भएको छ तपाईँ जानुहोस् अगाडि हेर्नुहोस् गाइस हामीलाई वेलकम टु होलेरी हिल स्टेसन भन्नेले हेलो गाइस हामी चाहिँ यहाँ वेलकम गरिसक्नु भएको छ हामी के छ भनेर हामी यहाँ हेर्दैछौँ गइरहेछौँ दिदीलाई धेरै जोस आएको छ आइपुगी भनेर छिटो कुदिराख्नु भएको छ हेर्नुहोस् फर्स्ट स्टेसन आयौँ वन वातावरण सफा राख्नु गुड स्टेसन चाहिँ यहाँ बढी रहेछ क्या हो रुख रुख खै काफलले देख्दैन दिदी म रुख ए हो हेर्नुहोस् गाइस काफल चाहिँ यो हो रे तर मैले काफलै देखेको छैन गुराँस ए मान्छेहरू यस्तो रे नि यस्तो बनाइदिए खान तर यहाँदेखि कहाँ हो दिदी छैन होला नि अरू त दिदीले चाहिँ सबै एकान्तमा विश्राम गरिराख्नु भएको छ फोटो होइन भिडियो कस्तो देखिरहेको छु म भन्नुहोस् राम्रै यता राम्रो आउँछ होला यतिलाई हेर्नु कस्तो राम्रो डिजाइनको बनाएको कि अब भित्र रुखको पनि यस्तो हुन्छ भनेर त्यो उस देखाएको होइन सेम रुख काटे जस्तै छ यो भन्दा पनि अझ त्यो त झन् सेमै छ आनन्द आयो गाइस रमाइलो छ अब यता पनि साइड यो चाहिँ फर्स्ट होला अनि माथि माथि यस्तै छ होला जङ्गलमा बस माथि माथि नै होला हामी यो वन जङ्गल हेरिरहेको मान्छेलाई त खासै वाउ त लाग्दैन तर राम्रो छ आइज जान्छ अगाडि आउनु तपाईँ बोल्नु के म तपाईँ बोल्नुहुन्छ घाँस हेर्दाखेरि चाहिँ अब बाख्रा पाल्ने मान्छे घाँस लगम लगम भइरहेको फेरि भरे वहाँ तल जाँदाखेरि समाएर च्याप यसो जुम पारिदिन्छु नि त फोटो खिच्दियो नि त होइन म गरिदिनु नि त हेर्नुहोस् हाम्रो दिदी चाहिँ अब पहाड्नु रुखमा चिसै छ त्यत्रो पाक्ने बेला चाहिँ आउनुपर्छ हेर्नु ओके कहिले पाक्छ दिदी पछि देखतिर वातावरण सफा गरौँ भन्न त भनेको छौ हेर हिल स्टेसन 938 मिटर फर्स्ट स्टेप त्यो 938 मिटर
तर हामी जाँदैनौँ। जाँदैनौँ। ऊ त्यहाँ रहेछ गुरस्ता कताहरू। ल हामी चाहिँ फर्स्ट स्टेसनबाटै फर्किन लागेको, माथि गएनौँ किनभने हामीसँग क्षमता होइन, हामीसँग टाइम छैन भन्न हो, कस्तो क्षमता छैन भन्दो रहेछ। हामीसँग टाइम छैन नि त, हामी घरबाटै ढिलो आएको, त्यही भएर चाहिँ अब फेरि रात 4 बज्न लागिसक्यो अँध्यारोमा। अनि फेरि बाटो राम्रो छैन नि त, के अरे टिप्परले पनि हो, टिप्पर हिँड्ने भएर हो, नत्र भने त यतातिरको बाटो त राम्रै छ, टिप्परभन्दा यतातिरको त। अनि टिप्पर हिँड्ने बाटो हो, अनि कस्तो नराम्रो भएको छ अहिले चाहिँ। अनि फर्किँदैछौँ हामी चाहिँ बल्ल। अनि यो चाहिँ रोल्पाको होलेरी भन्ने ठाउँ हो, जस राम्रो छ यहाँ घुम्नको लागि, माइन्ड फ्रेस गर्नको लागि चाहिँ एकदमै धेरै स्पेसहरू चाहिँ एकदमै धेरै छ, शान्त पिस ठाउँ हो। अनि त्यही भएर यहाँ चाहिँ अब काफल पाक्ने सिजन पनि हुन लाग्छ, अनि यता काफलको पाक्ने बेला पनि भएको छैन नि त, हामी अलि अगाडि नै आएको, त्यही भएर त्यसैले हामी चाहिँ फर्किँदैछौँ। अनि यो रुख खाम भाषामा चाहिँ यसलाई मिसिङ भन्छ, अनि नेपालीबाट त के भन्छ थाहा भएन। यो चाहिँ घाँस, डाले घाँस भित्रको एकदमै धेरै यो पहाडी एरियामा चाहिँ एकदमै धेरै हुने नै यही हो, पहाडी क्षेत्रमा यो। अनि अर्को सैपा भन्छ, खामबाट हो है, मलाई सब खामबाट मात्रै आउँछ, नेपालीबाट के। यहाँ यसमा चाहिँ भित्र फलाम राखेर माथि चाहिँ सिमेन्टेड गराएर रहेछ, त्यही भएर यस्तोमा त अब उम्किहाल्छ नि त। त्यसैले खासै यो यस्तै हो कि यो उपद्रो हुन्छ नि त्यो बाटोमा मान्छेहरू, अनि के गरौँ हुन्छ, अनि फुट्दो रहेछ कि फुट्दो रहेछ, के बाटो बनाएर रहेछ भनेर खुल्लुली लगाएर होला नि त मान्छेले, यति धेरै मेहनत गरेको फुटाले छन् होइन गाइज। धन्यवाद मेहनत गर्ने मान्छेलाई। समात्ता बस्यो